हेलो गाई वेलकम छ मेरो ब्लगमा स्वागत गर्न चाहे जति पनि मेरो भ्युवर सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई छड्के सलाम भन्दै आजको ब्लग सुरु गरौँ र पशुपतिनाथले तपाईहरुको सबै परिवारलाई रक्षा गरून् यही भन्न चाहे। जितना भी मेरा इंडिया से देख रहे हैं, जितना भी इंडिया के सब्सक्राइबर व्यूअर, उनके लिए भी सलाम बोलना चाहता हूँ। साथ ही आप सबों को माता रानी का कृपा बना रहे। हर हर महादेव, जय श्री राम। चलो आज का ब्लॉग शुरू करते हैं, लेट्स गो। ल गाय कति छ लिफाफा है, लिफाफा 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 कबली कोएर यस्तो भयो कबली। गाइस गाउँ कति राम्रो छ, गाउँ भन्ने कुरो चाहिँ तपाईहरु देखेर थाहा पाउन सक्नुहुन्छ। यो और कसैको गाउँ हो। ये देखो गाइस, लिफाफा हो गया है, कूड़ा तैयार। ए देखो ल नहीं, मान्छेहरुले यसरी काम गरिरहेछन्। हमारे पास एक लड्डू भी है, छोटा सा। अगर रामदेव बोलो भाई, हेलो बोलो सबको। कबाड़ के काम कर रहा हूँ। ये देखो, ये हमारा लड्डू है। हाँ, इसके लिए लड़की का तलाश है। कोई लड़की हो तो बताना, इससे शादी करा देंगे हम। वो देखो, ध्यान से देखो इसको। आए तो बोल रहे, क्या पता कोई तेरे को पसंद कर ले। हल्का रमाइलो गर्दै, कुराकानी गर्दै, काम गर्दै चलिरहेछ हाम्रो जिन्दगी। यस्तै छ हो जिन्दगी। एक और आ गया बड़ा लड्डू। शर्मा क्यों रहा है, शर्मा क्यों रहा है? हेलो तो बोल। बस काम। ल यो बन्दाकोपी हो, बन्दाकोपी पानी आएर कोएर यो हाल्छ। बन्दाकोपी भित्र घाँस हेर्नु न, झार। ए जङ्गल भएछ, हराइन्छ भित्र जाने भने त। यस्तो नि जङ्गल भयो भित्र गाइस। अनि यता पनि बाँझो मारेर तयार छ। अब पर्सि भोलि पर्सितिर मकै छराई हुन्छ होला गाइज। कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ है गाइज, कमेन्ट जरुर गर्नु होला। तपाईहरुको कमेन्टको बहुत खाँचो छ, तपाईहरुको साथ सपोर्टको खाँचो छ। एक्लै त के गर्न सकिन्छ र तपाईहरुले साथ सपोर्ट दिनुभयो भने। बन्दाकोपी कोएर यो हाल्छ, बन्दाकोपी सब कोएर यस्तो छ हाल्नु। ल अनि उहाँ कट्ठा गरेको कबाड आइयो हेर्नु। कट्ठा गरेर यहाँ जबाएर आगो लगाइदिने। ओ पर ट्र्याक्टरमा भरिरहनु। देखिँदैन यहाँ, म जान्न त्यता। धेरै मान्छे छन्, धेरै मान्छेमा अलि राम्रो हुन्न कि भिडियो बनाउनु, शरम लाग्छ। यसमा पनि मकै छरेर तयार भयो। स्वीट कर्न भन्ने मकै, स्वीट कर्न मिठाई, मिठो मकै हो। बिउ यस्तो हो, स्वीट कर्न, स्वीट कर्न भन्छ। पिज्जामा, बर्गरमा सुप खाने मकै हो कि यो। ल हेर्नु गाइज, यदि सबैमा मकै छरेछ। हिजो राति बिहा हो मकै छरेर। फाइनली गाई म भिडियो बनाउँदै बनाउँदै आइसकेको छु परैसम्म। ल हेर्नु गाउँबारी, ए परसम्म छ गाउँबारी। गाउँबारीमा आइसक्यो। तपाईहरुकोतिर छ कि नै गाउँ, कस्तो छ?
है कमेन्ट गर्नुहोला। गाउँबारीमा रमाउँदै गाउँबारीमा। ल गाइज म आइसकेँ यहाँ गाजरबारीमा। गाजरमा पानी लाग्दैछ गाइज। गाजरमा देख्नु भएको छ पानी सरर हो मेरो पानी सरर गाजर। घाम भयो। यो मेरो पुच्छर हो, जहाँ गए पनि जान्छ। मेरो बडीगार्ड जहाँ गए पनि पछि पछि आउँछ। ल हेर्नु गयो मुला। मुला खाने आउनु गयो। झन् त झार भएर यस्तो छ मुला। कसम मुला कत्रो हो भन्ने कुरो त तपाईँहरूलाई म देखाउँछु है। कति बलियो छ यार। भाइच्यो यार। हेर्नु मुला कत्रो मुला। अर्गानी मुला हो गाइज, अर्गानी। हेर्नु गाइज कति छ यहाँ मुला। हेर्नु गाइज मुला। धनियाँ छ। धनियाँ बिउ लगाएको, बिउको लागि राखेको। परसन छ। मुला खाने आउनु गयो। मुला पुरा मुला मुला मुला। ल फाइनल गयो। अब मेरो भिडियो पनि कम्प्लिट भइसकेको छ। धेरै लामो बनाएर के गर्ने हो। अब एडिट गर्न आउँदैन त्यति खासै। जस्तो हो त्यस्तै हालिदिने हो। मान्छेहरूलाई राम्रो लाग्दैन। तपाईँहरूलाई अगर राम्रो लाग्छ भने राम्रो एउटा मिठो कमेन्ट छोडिदिनु होला। साथ सपोर्टको धेरै धेरै खाँचो छ मलाई पनि। तपाईँहरूको साथ सपोर्ट आशीर्वाद पाइयो भने के थाहा भिडियो चलिहाल्ने हो कि। त्यही भन्दै अब आजको भिडियो यहीँ खतम गर्न चाहेँ म। हस्त नमस्ते। तपाईँहरूको सबैजनालाई पशुपतिनाथले रक्षा गरून्। ओके गाइज भन्दै हर हर महादेव, जय श्री राम। आप सभी को भोलेनाथ रक्षा करे, माता रानी कृपा बना रखे। जिसने भी देखा लाइक सब्सक्राइब जरूर कर देना। ओके गाइज ल यही भन्दै म बाई बाई गर्न चाहेँ सबैजनालाई। अरू त के भनौँ र, नयाँ कोही हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यही भन्न चाहेँ बस। ओके बाई बाई गाइज।